हामी घेरा तोड्छन्, हामीलाई समाउलान्। हामी जस्ता युवाहरू, हामी जस्ता युवा युवतीहरू हजारौँ लाखौँ कुन चाहिँ जेल रहेछ, हामी जेलमा गएर बस्न तयार छौँ। हामीलाई नराख्ने त्यही हो। यहाँ गोली ठोरी गोली सुत्दा खान तयार भएर आएको छौँ। अस्ति पनि त मान्छे छतबाट गोली हाने होइन, गोली हान्छस् भने हान, मर्न तयार छौँ। तर राष्ट्र र देशको जनताको निम्ति अगाडि बढेर मर्न तयार छौँ भनेर आएको छौँ हामी। 15 गतेको आन्दोलन 15 गते शान्तिपूर्ण आन्दोलन गरेका हुन्। घुसपैठ भयो, घुसपैठ गर्छन्, घर घरका छतबाट टियर ग्यास रबरका गोली हान्छ। के त्यसको नेतृत्व आन्दोलनकारीले लियो? होइन नि। घुसपैठ भएको खोइ छानबिन गरेको, छानबिन समिति बनाएको, खोइ निष्पक्ष छानबिन समिति किन बनाउँदैन राज्यले? किनकि उनीहरूकै हात छ, उनीहरूकै घुसपैठले घुसपैठ गरेका कारणले नै उनीहरूले आजसम्म न्यायिक छानबिन समिति गठन गर्न सकेको छैन। आन्दोलन सबै शान्तिपूर्ण सरकार राजीनामा दे, हाम्रो नेता रिहा गर। अब जनताको धैर्यता छुटिसकेको छ, जनताको जुन धैर्यता टुटिसकेको छ, त्यसकारण अब पनि यिनीहरू काना तेलहरू पस्यो भने त्यही कारण हामी यिनीहरूको चाहिँ निषेधित क्षेत्र तोड्नु परेको। राप्रपाको धैर्यता, राप्रपाको संहिता, राप्रपाको धैर्यतालाई कमजोरी रूपमा यिनीहरू जब हेर्न थाल्छ भने यो अब निषेधित क्षेत्र तोड्छ। काठमाडौँको ललितपुरका भक्तपुरका जनताहरू पनि ओर्लिन्छ र अब यिनीहरूको शासन, यिनीहरूको अवस्था र व्यवस्था जुन चाहिँ अबको यति नै मात्र हो। सामूहिक गिरफ्तारी हुँदाखेरिसम्म त्यस पछाडि कस्तो अवस्था आउँछ, हामी मात्र गिरफ्तार पर्छ होला कि जनता चुप लाएर बस्छ होला त? जनताले यिनीहरूलाई ठेगान कसरी लाउँछ भन्ने कुरा पनि त समय छ त। सँगसँगै यो हामीलाई अब गिरफ्तारी दिने भनेको यिनीहरूले पनि भाग्ने ठाउँ खोज्नेको अवस्था त छैन। अब त्यसकारण मैले अहिलेको शब्द पनि दोहोऱ्याएँ, टोयलेटमा पनि यिनीहरूको ठाउँ छैन भने अबको यिनीहरूको भाग्ने ठाउँ, यिनीहरूको लुक्ने ठाउँ, यिनीहरूको चाहिँ रोजीरोटी के यिनीहरूको चाहिँ आफ्नै लागि मात्र स्वार्थको लागि गरिरहेको यो गणतन्त्र होइन, गनाउने तन्त्र भन्ने कुरा प्रश्न भइसकेको कारणले गर्दाखेरि अब स्वस्फूर्त रूपमा जनता पनि आउँछ। हामी निषेधित क्षेत्र पनि तोड्छौँ र हाम्रो गिरफ्तारी भनेर सोच्दै नसोचे हुन्छ। यिनीहरू सबै नोकर हो। यिनीहरू भोलि केही भयो भने, यदि केही भयो भने है बङ्गलादेशै भयो भने यिनीहरूले विदेशा सबै सञ्चालन गरिसकेछन्, घर बनाएको छन्, सम्पत्ति जोडेका छन्, सबै चाहिँ यिनीहरूलाई मतलब छैन क्या। नेपालीहरू चाहिँ आउनु पऱ्यो क्या यहाँ, बुझ्नुभयो नि होइन? पार्टीको त्यो ऊ छोडेर क्या सबै छोडेर आउनु पर्यो। हामी पनि रातमा छोडेर आउँछौँ ल। जसले लिडरसिप गर्ने उनीहरूले त थुनेर राखिरहेको छ हो। हाम्रै पार्टीको दुईजना नेताहरू थुनेर बसेको होइकै होइन भनौँ, दुर्गा प्रसादजी पनि थुनेरै बस्नुभएको छ हो। अब उनीहरूलाई थुनेपछि के हुन्छ, यहाँ यिनीहरूको कार्यक्रम थितलो हुन्छ। उनीहरूको प्लानै त्यही हो क्या, बुझ्नु भएन? यता तपाईँको घरै नचलाइकन केपिओलीले गणतन्त्र कार्यक्रम गर्दाखेरि त्यहाँ कसरी बोल्नुभयो त? त्यसलाई थाहा छैन, तिनीहरूको प्लानै यही हो क्या त्यो, बुझ्नु भएन? नेपालीलाई थल गणतन्त्र चाहिँ राम्रो आहा हेर कति राम्रो कार्यक्रम भयो अरे ल। अनि यता हेर राजाको त यस्तो अरे, राजा हत्यारा ए प्रचण्डे यहाँ सुन, त्यहाँ बच्चा म त मुख छाड्ने
रिस पो उठ्छ यार। यो घटना जो 15 गतेको घटना दुःखद र निन्दनीय छ। हामी भनिरहेका छौँ निष्पक्ष छानबिन आयोग गठन गरोस्। त्यो छानबिन आयोगले दिएका प्रतिबन्धबाट जो दोषी छन् कारबाहीको भागीदार हुनुपर्छ। यो दुःखद घटना भएको छ। पत्रकार एकजनाले शहादत उक्राउनु छ, एकजना हाम्रो महजन भाइले शहादत गर्छ, अरू साथी कयौँ घाइते भएका छन्, अहिले पनि हस्पिटलमा हुन्छ। त्यसको एकदम दुःखद र निन्दनीय छ। भाषणले मात्रै हुँदैन। त्यसै कारण हामी निष्पक्ष स्वतन्त्र छानबिन आयोग बन्नुहोस् भन्ने हामी माग राखेका छौँ। मेन उद्देश्य भनेको हाम्रो जेलमा हुनुहुन्छ नेताजीहरू, हाम्रो रविन्द्र मिश्र, धवल शमशेर, दुर्गा परसाई लगायतका राजावादीहरूलाई थुनिएको छ बोल्दैमा। उनीहरूलाई चाहिँ तुरुन्तै रिहाई गरियोस्। बोल्न पाउनुपर्छ नि त। उहाँले नि के बोल्नुपर्छ? राजा चाहिन्छ भन्नुभएको छ नि त। यो देशमा राष्ट्रपतिको ठाउँमा राजालाई राख्ने हो। यो देशको अहिले चाहिँ देशमा भ्रष्टाचार बढी भयो, देशको विकास भएन भनेर एउटा राजा अभिभावकीय संस्था एउटा राजा ल्याएर यो व्यवस्था परिवर्तनको कुरा ल्याउँदाखेरि डराउनुपर्छ सरकार। अराजक हामी भइदिएको भए सरकारले समिति गठन गर्थ्यो। हाम्रो माग के छ भने त्यहाँ अराजक गतिविधि कसले गरेको समिति गठन गर, त्यसलाई कारबाही गर भनेका छौँ नि त। त्यसकारणले हामीले अराजक गतिविधि गरेको छैनौँ। हामी राप्रपाका साथीहरूले कसैले पनि गर्दैन। गरेको जसले चाहिँ त्यसलाई तुरुन्तै कारबाही गरियोस्। सबै पत्रकार होइन, सुरज रजन मजारी पर्छ। पत्रकार मिडियाले सो गर्नु पर्दैन। छ भने राप्रपाले सत्य कुरा बोल्न थाल्यो। यिनीहरूले भ्रष्टाचार गर्दैनन्, यिनीहरू सोखा छन्, जनताले यिनीहरू कुरा सुन्न थाले, यिनीहरूलाई पीडा हुन थाले कुरा चाहिँ मैले पनि भनेको छु। 1 रुपियाँ बेइमानी गर्दैन भनेको छु। अहिले 2.5 वर्ष भइहाल्यो, मन्त्री पनि समेत भएकै हुँ, यहाँको संसदको नेतै हुँ। 1 रुपियाँ मेरो बेइमानी हुँदैन। देखाऊ, च्यालेन्ज गर्छु। यो उमेरमा कसैको 10 रुपियाँ बिगारेर खाएको छैन। यिनीहरू जस्तो भ्रष्टाचार गरेर, यिनीहरू जस्तो चाहिँ अर्काको सम्पत्ति मारेर खाएको मान्छे हो हामी। 9 महिना भयो यो सरकार बनेको, 9 महिना भयो। 9 महिनासम्म भोइ मान्छेको प्रतिनिधित्व हुने गरी भोइ मान्छेलाई उठाउन सक्ने गरी के प्रोग्राम ल्याए भन्नुहोस् त मलाई। एउटा मात्रै उदाहरण दिनुहोस् त। यिनीहरू त गभर्नर कसलाई बनाउने, 1 महिना अगाडि बन्नुपर्ने गभर्नर अहिले बनाउनु खोज्दैछ, त्यो पनि मुद्दा परिसक्यो होइन। त्यहाँ करोडका कुरा छन्, 50औं करोडका कुरा छन्, 1 अरबका कुरा छन्। के कुरा हो? अनि एउटा कार्यकारी प्रमुख छ जुधेर बस्ने, एउटा मेयर छ जुधेर बस्ने। प्रधानमन्त्रीको काम के हो? देशमा सुशासन दिने, जनतालाई चाहिँ आर्थिक विकास गर्ने। आज आर्थिक मन्दीले मुलुक तहस नहस हुने अवस्था छ। कुनै पनि हातमा उठ्दैन मुलुक आर्थिक कारणले। यो देशको हित चाहन्छन्, जसले यो देशमा स्थिरता चाहन्छन्। सम्पूर्ण राष्ट्रवादीहरूको चाहिँ नि ऐक्यबद्धता हो यो। अब पनि हामीले राज संस्था स्थापना नहुने हो र देशमा महाराजतिर सरकारलाई ल्याउन नसक्ने हो नि। अहिले भर्खरका एउटा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हजुरहरूले हेरिसक्नुभयो। अब लगभग 15 अर्बभन्दा बढी त्यहाँ भ्रष्टाचार भइरहेको छ। अब यो गिरिबन्धु टी स्टेटको कुरा छ। त्यसपछि आएर यो नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर
अमेरिकामा बेचेको कुराहरू छ अनि आदि इत्यादि बालुवाटारका जग्गाहरू यी विभिन्न ठाउँका यिनीहरूले खान हुने जति सबै खाइसकेका छन्। अब यदि केही गरी राज संस्था नेपालमा पुनर्स्थापना भयो भने हाम्रो पनि खैरियत छैन, हामी पनि जेल जाने हो। हामीले चाहिँ नि भ्रष्टाचार गरेर कमाएको अरबौँ रुपियाँ सम्पत्ति पनि राज्यले चाहिँ नि जम्मै चाहिँ फिर्ता लिन्छ भनेर यिनीहरूले हुनेसम्म चाहिँ नि एउटा निमटेर फ्यालेको काटेर फ्यालेको कुखुराले पनि एकछिन छटपटाएर फ्याटफ्याट गर्छ नि, यिनीहरूको अहिले त्यही अवस्था गरिरहेका छन्। आक्रोशित होइनौँ हामी, हामीलाई पीडा छ। हाम्रो नेताहरूलाई निशर्त रिहाई गरोस्। उहाँ स्वास्थ्यको के अरे अस्वस्थ पनि हुनुहुन्छ, हाम्रो त्यो माग हो। गणतन्त्रको नाममा भ्रष्टाचार गर्ने, देश लुट्ने, अत्याचार गर्ने, देशलाई ऋणमा डुबाउने, सङ्घीयताको नाममा जनता चुस्ने, आफ्ना मात्र कार्यकर्ता पाल्ने यो व्यवस्थाको अन्त्य गरी संवैधानिक राज संस्था, बहुदलीय व्यवस्था, सम्पूर्ण मानव अधिकार सहितको राज्य, सबैले न्याय पाउन्, विदेश गइले जाउन्, देशमा राजा आउन् र पृथ्वीपथ कायम होस् भन्ने म कामना गर्दछु। सर्लङ्ग राजगद्दी छोडेर बस्नु किनकि मेरो जनता नमरौँ। यिनीहरूले सक्छ यसरी छोड्छ? ल भन्नु त, सक्छ यिनीहरूले? एउटा कुर्सी छोड्नु पऱ्यो भने हान भएको छ, देख्नु भएको छ नि। बल प्रयोग गर्ने त अब प्रहरी, हाम्रो अध्यक्षज्यूले भनिसक्नुभयो प्रहरीको आइजिबी नै एमालेको मान्छे हुनुहुँदो रहेछ। अस्ति बल्बुमा सुनिसक्नुभयो सबै कुरा। अनि उहाँहरूले त सरकारकै मान्छेले जति नै आदेश दिनु होला नि।